हजुर नमस्कार। नमस्कार हजुर। हजुरको नाम परिचय के? लक्ष्मीचंद ठोकरी जी। मेरो ये कापड़ी गांव हो। हाँ। निवासी हाल में काठमांडू बस हो। अच्छा अच्छा। और ये भगवत की जो रण सैनिक भगवती भन्नाम हाँ। तल्लो सुरारबटे जो मल्ल हमर त्रिपुरा सुंदरी भंडर भन्नाम हाँ। उनमें पहले जो मोहनजी विशागत गए थे। विशागत गए तल्ली सुरारबटे बेसा लिया उसमें कोथला होते कोथला में लिए एक राणे अनाज में वहाँ पे भगवत की सवारी था भई। तब रण सैनिक न पड़े वहाँ पे उन पे ठोर ठोर तो बिछायो। एक राणे मतलब कोथला में एक राणे जो लिए कि जी लिया अनाज में। अच्छा उमई माता ले लिया माता वही में आए। अच्छा ना थे उनलाई ठोर ठोर बिछायो। तर इल्ला जब इल्ला बिछायो भारी बिछाए इत्ते भारी बिछाए फिर अपनलाई बाहिर शौच दिशा गर्न शौच जिल्ला थियो सफाई साफ सफा हजुर। तब भारी उठाउन पहिले मैला जिन छोए भनेर पानी भयो दिशा गरे आफू हजुर भारी उठाउन पहिले पानी भयो। अब उनले पुरै इथ के भने यहाँ कालो हैसालका गिलजमले पानी छ म साफ सुथ नभएर ऊ हमर नौलो बन गए उनलाई। अच्छा कतुक टाढा अब यहाँबाट इल्ला ठक्का पर्नुहुन्छ ठक्का पर्दा छ भारी उठाउँछ। अच्छा ऊ पे हात मुख धोइ परे ऊ पे चाहिँ इल्ला भारी उठाएर मैले उल्ला पिसुन जा ऊ पे चाहिँ उतै शिला हो। अच्छा वो भारी शिला भयो चल्ला ये त्रिपुरा सुंदरी शिला बन गयो। त्रिपुरा सुंदरी चल्ला मंदिर छ मेन मंदिर छ और मूर्ति नहीं थी शिला पूजा हुन्थी शिला उल्लाको कि उल्लाको बिताए पानी भयो कि ती जा तेरो घर फल फूल होलो सब थोकी तो होलो मुलाई ते छाड दे तेरो उते बटे पूजा हुनुपर्छ। राशन दे आथे उ उल्ला राखे जो उनरो भारी थियो भारी भित्र रणसैनी आगे यहाँ दिशा गर्दै बेला दिशा उनले रणलेका झिलिमुनि भन रणल भन 70 भन्न कालो पानी उल्ला मोहल्लो छ हाम्रो वो पानी उल्ला पानी पाइलो त्यो दिशा गरेर छ मुलाजी नि उठायो अहिले पैतिर के भेकी उल्ला जा पानी तो इतला मिलोलो पानीले आफ्नो सौट सफाई गर्दा उ उठायो। माइत कहाँ बे माइत तो जहाँ मन पल्ली सरार बैठे आया था अब इल्ला माइत को रूप में मानना है जात हुन्छ यो आषाढ़ में जात हुन्छ और काट में जात दुई पल्ट जात हुन्छ भगवत की सवारी में बैठे यहाँ हुन्छ माइत गयो बनायो माइत गयो वहाँ बैठे सवारी भयो त उन पन्नान का शिरा में डोला यहाँ बैठे झन पछि डोला में जहाँ माइत उठे पहली वहाँ बैठे आया इल्ला पूजा पाठ करे फिर ये में चाहिँ इल्ला मंडप एक मंडप हुन्छ तल्ला पूजा हुन्छ अब मंडप हुन्छ अहिले निकालेको बनाउनु आमाको पर्यो हैन नयाँ निर्माण चलिरहेछ नयाँ निर्माण पुरा जग्गा नाना थियो हैन जग्गा अहिले एरिया ठुलो जग पर्यो तो इल्ला सवारी हुन्छ उल्ला पूजा लाग्यो गुई पट्यो डोलीमै सवारी हुन्छ त्यो चाहिँ भराड। अच्छा जहाँ मल्ले भराड छ कबै सवारी भगवती सवारी इतो उता हुन्छ चाहिँ यसले भ्याबर यहाँ भराडमा सवारी हुन्छ यहाँ फतन जो अनाज नयनाक चढाउन उहिलेको पूजा लाउनु हुँदैन नयनाक पूजा इल्लाले हुने बे उहाँलाई हुने दुई ठाउँ उहाँलाई हुन्छ त्यो इल्लाले हाम्रो यो गाउँको इल्ला हुन्छ हाम्रो यो चाहिँ भराड थियो 6 महिनामा कबै सवारी हुन्छ भगवती अनि यहाँले यहाँ 6 महिनासम्म राज हुने 6 महिनासम्म यहाँ बसे 6 महिना वहाँ बसेको थियो। चलो चलो यो हामीले पहिले हिसाब जस्तो के थियो यो पुरा थोड़ा ठुलोले बनायो पुरानो मुयको अध्यक्ष छु। अच्छा बहुत बढ़िया म आफै काठमाडौँ रहनु म मात्रै मैले सब यो डिजाइन मैले आफैले गर्यो। अच्छा ताम्रपत्र काठमाडौँ बैठे काठमाडौँ यो ढोका सका सब म आफै बनाइदियो सब डिजाइनिङ मैले आफैले गर्यो। बहुत बढ़िया मन्दिरको ये अध्यक्ष हो लाग्यो 4-5 महिना हो गयो मैले यो येमा लाग्यो यहाँ पनि बहुत बढ़िया परिवार सब बच्चाहरू आए छन्। चलो बहुत बढ़िया माँ को आशीर्वाद सदा बने रहोस्। धन्यवाद यहाँ दर्शन। चलो जय माँ सभी का रक्षा करो।